एटोमी कोरियन प्रडक्ट एटोमी लाई फ्रेस पिस आएको छ सेबी ब्युटी पार्लर ट्रेनिङ सेन्टरमा। हजुरहरू इन्टरनेसनल लेभलको स्किन केयर प्रडक्ट खोजीमा हुनुहुन्छ भने सेबी पार्लरमा एभाइलेबल छ। हजुरहरूले एटोमीको प्रडक्ट सेबी पार्लरमा लिएर युज गर्न सक्नुहुन्छ है त। फ्रेस पिस आएको छ आज मात्रै। फर्म क्लिन्जर हो, हजुरको स्किनलाई एकदमै फ्रेस क्लिन बनाउनलाई सपोर्ट गर्छ, व्हाइटेनिङ पनि दिन्छ र डेड सेललाई पनि निकाल्न पनि सपोर्ट गर्छ। साइड इफेक्ट छैन है त। छ त कति 150 ml को फर्म क्लिन्जर एकदमै हजुरहरूलाई एभाइलेबल छ सेबी ब्युटी पार्लरमा। हजुरहरूले टोनर युज गर्न सक्नुहुन्छ आफ्नो स्किन नेचुरल हेल्दी ग्लोइङ बनाउनको निम्ति। टोनरले ब्राइटनेस दिन्छ, डेड सेलहरू रिमुभ गर्छ, क्लिन गर्नको लागि सपोर्ट गर्छ र एकदमै व्हाइटेनिङ गर्नलाई सबै गर्छ है त। हजुरहरूले टोनरको फाइदा पनि लिन सक्नुहुन्छ आफ्नै हातले आफ्नै घरमा बसेर। कोरियन स्किन केयर प्रडक्ट हजुरहरूलाई थाहै छ इन्टरनेसनलमा स्किन केयरमा नम्बर 1 छ कोरियन प्रडक्ट। यसैले अहिले सेबी पार्लरमा पनि एभाइलेबल छ। हजुरको स्किनको स्ट्रक्चर अनुसार टाइप अनुसारको सेट पनि लिन सक्नुहुन्छ। हजुरहरूलाई वेलकम छ। हजुरहरूले लोसन लिन सक्नुहुन्छ। यसले हजुरको स्किनमा मोइस्चराइजर दिनको निम्ति सपोर्ट गर्छ है त। हजुरहरूलाई यो प्रडक्ट पनि एभाइलेबल छ। पिल अप मास्क हजुरहरूको स्किनलाई एकदमै ग्लो, रिङ्कल रहित र छाला झुल्लिने, रिङ्कल बढ्दै जाने हैन, यस्तो प्रब्लमलाई सल्भ गर्नु छ भने पिलअप मास्क एटोमीको यो हजुरहरूले हाफ आवर पनि आफ्नो स्किनमा युज गर्न सक्नुहुन्छ। होल नाइट पुरा नाइट पनि युज गर्न सक्नुहुन्छ। यसले रिङ्कल कन्ट्रोल गर्छ र भित्रैदेखि स्किनलाई एकदमै साइन दिनलाई, व्हाइटेनिङ दिनलाई सपोर्ट गर्छ र स्किनमा भएको डेड सेलहरू पनि रिमुभ गर्छ है त। एकदमै हजुरले सोचे जस्तै आफ्नो स्किन नेचुरल हेल्दी स्किन पाउनुहुनेछ। यहाँ छ है त हजुरहरूले डर्मा रियल सिका सेट, जसको स्किन चाहिँ एकदमै सेन्सिटिभ छ, ड्राई छ भने कुनै पनि प्रडक्ट लगाउँदाखेरि रिजल्ट आइरहेको छैन। कुनै प्रडक्ट लगाउँदा एकदमै र्यासेस हुने, चिलाउने, निलो हुने खालको समस्या छ भने, स्किन एकदमै पातलो हुँदै गएको छ, एकदमै ड्राई भएको छ भने चाहिँ हजुरले यो सेट युज गर्न सक्नुहुन्छ है त। हजुरहरूले आफ्नो स्किन चाहिँ एकदमै हेल्दी पाउनुहुनेछ, भित्रैदेखिको ट्रिटमेन्ट गर्नेछ कुनै साइड इफेक्ट बिना। डर्माको पनि सेट हजुरहरूलाई सेन्सिटिभ ड्राई स्किनको लागि लाई त। यहाँ के रहेछ, आईको निम्ति सेल एक्टिभ बनाउँछ। आई एरिया त हाम्रो त सबैभन्दा प्रब्लम हुने एरिया। आईमा डार्क सर्कल हुन्छ, रिङ्कल हुन्छ, धेरै खालको समस्या चाहिँ आईमै देखिने भएकोले हजुरहरूको आईको प्रब्लमलाई सल्भ गर्ने भनेको चाहिँ अब एटोमीको एब्सोल्युट सेल एक्टिभ आई कम्प्लेक्स। यो चाहिँ आईको निम्ति आईको स्किनलाई ट्रिटमेन्ट गर्छ भित्रैबाट। हजुरहरूले यो पनि आफ्नै घरमा बसेर आफै युज गर्न सक्नुहुन्छ। कति ml को रहेछ, 40 ml को रहेछ है त। हजुरहरूले आईको निम्ति ट्रिटमेन्ट, आई स्किनको निम्ति ट्रिटमेन्ट गर्न चाहनुहुन्छ भने साइड इफेक्ट गर्ने हजुरहरूले भने जस्तै रिङ्कललाई पनि कन्ट्रोल गर्छ, डार्क सर्कल पनि हटाउँछ र आईलाई एकदमै हेल्दी स्किन बनाउन सपोर्ट गर्छ।
एम्पल है त, एम्पल। ल यो चाहिँ के रहेछ त, सेल एक्टिभ होइन। हाम्रो सेलहरू चाहिँ एक्टिभ भयो भने चाहिँ के हुन्छ, फ्रेस हुन्छ नि त। सेल मर्ने बाँच्ने मर्ने बाँच्ने डेड हुने भइरहेको भएकोहरू चाहिँ सेल एक्टिभ एम्पल। यसले चाहिँ हजुरको स्किनमा भएको रिङ्कललाई पनि कन्ट्रोल गर्छ, आउने समस्यालाई पनि रोकथाम गर्छ र छाला झुल्लिसकेको छ भने पनि स्किनलाई टाइट बनाउन पनि सपोर्ट गर्छ। भित्रैदेखि एकदमै ग्लसी साइन, रिङ्कललाई एकदमै कन्ट्रोल गर्ने नेचुरल एम्पल हजुरहरूले लिएर युज गर्न सक्नुहुन्छ। सेबी पार्लरमा एभाइलेबल छ। अहिले त गर्मीको मौसम आएको छ, सन ब्लक नलाइ त घरबाट बाहिर निस्किनै मिल्दैन। सन ब्लक त स्किनको त स्किन केयरमा त नम्बर 1 नै हो होइन त। हामी नेपालीले अरू नलाए पनि सन ब्लक चाहिँ लगाउन जानेका हुन्छौँ, थाहा पाएका पनि हुन्छौँ, सुनेका पनि हुन्छौँ, या कसैले त बुझेरै लगाएका हुन्छौँ। हेर्नुहोस् त कति छ, 150 ml को। ल हेर्नुहोस् है, फेस एन्ड बडी सन लोसन भनेपछि फ्रेस सन लोसन है त, 50 स्प्रेको मजाले दिनभरि टिक्छ। हजुरले बिहान एकपल्ट एप्लाई गरेपछि दिनभरि आफ्नो स्किनलाई चाहिँ सेफ राख्नको निम्ति अनि ग्लोइङ साइन ग्लोसी पनि दिन्छ, चिपचिपावट बेगरको, ताकि हजुरहरूले सनब्लकको रिजल्ट पाउनुहुनेछ एकदमै जम्बो साइजमा है त। ठुलो साइजमा एटोमीको सनब्लक हजुरहरूले लिन सक्नुहुन्छ, युज गर्न सक्नुहुन्छ र आफ्नो स्किनलाई सेभ गर्नुहोस् बाहिरको प्रदूषणबाट, घाम धुलो धुवा अनेकौँ प्रब्लमबाट चाहिँ स्किनलाई सेफ राख्नको निम्ति चाहिँ सनब्लक त लगाउनै पर्छ होइन त। सनब्लक भयो जम्बोमा, अर्को छ सानोमा पनि छ, स्मलमा पनि एटोमिकै। यो चाहिँ बेबी विथमा है त, जसलाई चाहिँ हल्का बेबी टाइपको सनब्लक लगाउन मनपर्छ भने चाहिँ हजुरहरूले 60 ml को है त, 60 ml को सनब्लक पनि एभाइलेबल छ बेबी बेसमा। यसले हजुरको स्किनमा एकदमै ग्लोइङ साइन ग्लोसी दिन सपोर्ट गर्छ बिना चिपचिपावट र कुनै पनि स्किनलाई एकदमै सुइटेबल छ। हजुरले लिएर युज गर्न सक्नुहुन्छ। सेबी पार्लरमा वेलकम छ। स्किनको टाइप अनुसारको स्किन केयर गर्न चाहनुहुन्छ या कोरियन प्रडक्टबाट फेसियल हाइड्रा फेसियल गर्न चाहनुहुन्छ भने चाहिँ आउनुहोस् है, सेबी पार्लरमा आउनुहोस् है, मौकाको फाइदा उठाउनुहोस्। हजुरहरूलाई भने जस्तै स्किन, आफ्नो स्किन नेचुरल हेल्दी स्किन बनाउनको निम्ति कोरियन एटोमी प्रडक्ट सेबी पार्लरमा एभाइलेबल छ। वेलकम छ एभ्रिवान। सबै एजको निम्ति पनि सुइटेबल छ, किनकि फेसवास त गर्नै पर्छ सबैले। अब टिनेजर नानीले पनि टोनर त लगाउनै पर्छ। टोनरले चाहिँ स्किनलाई धेरै प्रकारको समस्याबाट रोकथाम पनि गर्छ। अहिले त झन् कति नानीको डन्डिफोर आउने, स्किनको कर्नर, फेसको कर्नर एरियामा त डार्क हुँदै जाने, कालो हुँदै जाने, पिगमेन्टेसन बढ्ने, ब्ल्याक हेडहरू बढ्ने, यस्तो प्रब्लम चाहिँ यसलाई पनि रोकथाम गर्छ टोनरले। यसैले हजुरहरूले फर्म क्लिन्जर, टोनर, सनब्लक र आफ्नो स्किनको टाइप अनुसार स्किन केयर युज गर्न चाहनुहुन्छ भने आउनुहोस् है सेबी पार्लरमा। फ्रेस पिस आएको छ एटोमीको, हजुरहरूलाई वेलकम छ एभ्रिवान सबैलाई है त। हाम्रो ट्रेनिङ सेन्टर छ सेबी ब्युटी पार्लर ट्रेनिङ सेन्टर। हजुरहरूले ब्युटी सम्बन्धी ट्रेनिङ गर्न चाहनुहुन्छ भने सबै टाइपको कोर्स एभाइलेबल छ। ब्युटी फिल्डमा अगाडि बढ्न चाहनुहुन्छ भने ब्युटिसियन कोर्समा पनि हजुरहरूलाई वेलकम छ है त। साथसाथै कोरियन स्किन केयर प्रडक्ट पनि एभाइलेबल छ।
हजुरको आवश्यकता अनुसारको स्किन केयर लिन सक्नुहुन्छ र आफ्नो स्किन आफै केयर गरेर हेल्दी रहनुहोस्, ह्याप्पी रहनुहोस् है त।